समर्थन कार्यक्रमलाई अगाडि बढाउन मञ्चमा रहनुभएका प्रमुख अतिथि विशिष्ट अतिथिलाई अनुरोध गर्न चाहन्छौँ। उहाँलाई दलीय जिल्ला प्रदान गरी श्री रमेश प्रधान मोर्चा अनि आदरणीय डोमा तामाङ उहाँहरू पनि गोर्खा प्रजातान्त्रिक सहभागी भइरहेका छन्। तपाईले अमृता तामाङज्यू, रोहिना तामाङज्यू, राजीव छेत्रीज्यू अनि प्रजनी तामाङज्यू प्रजातान्त्रिक मोर्चालाई छाडेर गएका छन्। रेली ६५ गाउँबाट क्रमैले सुदीप सुब्बाज्यू, बलवीर रायज्यू, अभिषेक सुधाज्यू, छेत्रीज्यू, आदरणीय खेमबहादुर बज्राज्यू पठन गरे। उहाँहरू सबै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई भएको छ। आयोजक समिति उहाँहरूलाई अब हामी यसै समष्टि अन्तर्गत लोवर सुम्बुक तर्फ लागिरहेका छौँ। नुरज छेत्रीज्यू उहाँहरू भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई छाडेर अखिल भारतीय तथा विद्यार्थीले झन्डा पाउनु भएको छ, बाहिर नगइदिने अनुरोध गर्दछु। तिलक भट्टराईज्यू, आदरणीय धनकुमारी भट्टराईज्यू उहाँहरू सबै रेलिङ कैजले समष्टि अन्तर्गत पर्ने लोवर रेलिङको शाखाबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई छाडेर अखिल भारतीय तृणमूल कङ्ग्रेसमा आजदेखि समावेश हुनुभएको छ। उहाँहरूलाई बधाई अनि शुभकामना व्यक्त गर्न चाहन्छौँ। साथसाथै जसले घण्टा ग्रहण गरिसक्नु भएको छ उहाँहरूलाई यो सभामा जिल्ला स्तरीय नेतृत्वहरू उपस्थित तृणमूल कङ्ग्रेसका र आजको यो सभा विशेष गरेर अहिले तपाईँले देख्नुहुँदै चाहिँ पहाडमा तृणमूल कङ्ग्रेस म आउनभन्दा अगाडि पनि धेरै सबल थिए, सक्षम थिए अनि त्यस समय पनि म आउनुभन्दा धेरै महिना अगाडिदेखि पहाडमा तृणमूल कङ्ग्रेस पार्टीमा समावेश हुने कार्यक्रम भइरहेका थिए र त्यही क्रमलाई निरन्तरता दिँदै अहिले घडी पनि पहाडको विभिन्न क्षेत्रहरूमा अल इन्डिया तृणमूल कङ्ग्रेस परिवारमा समावेश हुने कार्यक्रम भइरहेको छ। यसै क्रममा आज रेलिङ कैजले समष्टि अन्तर्गत यस भवनमा पनि तृणमूल कङ्ग्रेस परिवारमा समावेश गर्ने यसै समष्टिका धेरै हाम्रा शाखा सन्तानहरू थिए, जसमध्येमा अहिलेसम्म आज 191 घरले अल इन्डिया तृणमूल कङ्ग्रेस पार्टीमा उहाँहरूले सामेल भए र
जसमा जति पनि सामेल भए प्रायःजसो उहाँहरू भारतीय गोर्खा प्रजातान्त्रिक पार्टीका सक्रिय सदस्यहरू या नेतृत्वहरू थिए। नेतृत्वहरूमध्येमा विशेष गरेर कैले बजारका भारतीय गोर्खा प्रजातान्त्रिक पार्टीका अध्यक्ष श्री विजय प्रधानज्यू, प्रकाश प्रधानज्यू आदि थिए। सुम्बुकबाट पनि हाम्रो राज थापाज्यू हुनुहुन्थ्यो र यसरी यही कार्यक्रमलाई लिएर नै हामी विशेष रूपले आज यो कैलेरमा उपस्थित भएका हौँ। बिजनबारी क्षेत्रमा अन्य पनि अब विपक्षी दलका अब त्यस्तो अब धेरै नेताहरू छन् होइन। आउँदो कुनै लोकल चुनाव बिजनबारी क्षेत्रमा भएमा तपाईँहरू कतिको कन्फिडेन्ट हुनुहुन्छ बिजनबारी क्षेत्रमा? अहिलेको घडी अब चुनावको माहौल आएको छैन। हामीले चुनावको माहौल आयो भनेर यो गरेको होइन, आएको पनि छैन। यदि यो चुनाव भन्ने अहिले सायदै दार्जिलिङ पहाडको 4वटा नगरपालिकाहरूमा हुन्छन् होला, यो त बस्ती क्षेत्र पऱ्यो। तर चुनाव भन्दा पनि यहाँनिर आज जनमानसको मानसिकतामा धेरै सचेत परिवर्तन आएको छ। अब यथार्थको राजनीति गर्नुपर्छ भन्ने कुरो छ र आज यही यथार्थको राजनीति अनि सरकारमा जो पार्टी छ उनीले मात्रै घाँस र बाँस जुटाउँछ भन्ने हेतुले जनतामा जुन जागरुकता र सचेत उयो आएको छ, मानसिकता आएको छ। यसै कारण तृणमूल कङ्ग्रेसमा भएकोले गर्दाखेरि आउँदो दिनहरूमा जे जति पनि तल्लो निकायका चुनाव होस् या लोकसभाका चुनाव होस्, हामी यो प्रकारको मानसिकता परिवर्तनले शुभ सङ्केत दिइरहेको छ कि भोलि दिनमा तृणमूल कङ्ग्रेस पार्टीको जो जति पनि चुनावहरूमा हाम्रो उम्मेदवारहरूले अवश्य नै जित हासिल गर्नेछ। आउँदो युथ भाइ बहिनीहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ अनि आफ्नो परिवारका सम्पूर्ण सदस्यहरूलाई के अपिल गर्न चाहनुहुन्छ? यस्तो हामी एउटा सङ्गठित भएर अनि